केटा दुईटा यहाँनिर छन्। सुरुमा यो नाम के हो केटा? लोलेन्स। लोलेन्सलेस। यता नाम के हो केटा? मेरो भतिज अनिश श्रेष्ठ। खै दाँत देखायो केटा, ब्रस गरेछ छैन? एउटा त हिँडेछ त हल्का रमाइलो के हो पार? खै त देखा अलि मजाले ब्रस गरिस् आज? भागेको ठिक छ ल। यस्तो छ अवस्था। अहिले चाहिँ अलि उज्यालो भएको छ क्या। कुखुरा जस्तो गर न। ओइ क्वा क्वा गर न। खै गर त एकचोटि। चुप। लु सक्छौ सक्छ। काम पाउँदैन अनि भाउजू यो माम कान्छीको समय दिने बल्ल बल्ल बारी लाग्यो अहिले। अवस्था गम्भीर छ। अवस्था गम्भीर छ हेर्दै। बेल चाहिँ यस्तो। ढुङ्गा लागिनु भयो क्या? चुप, बिल्कुल चुप। मलाई हो क्या? म त झन् यहाँ उठ्न सक्दिनँ। गाह्रो छ हौ हामीलाई, गाई छौ सक्दा दिदीले लाइफमा मम्मीले लगाइदिँदै हुनुहुन्छ, बाबा हुनुहुन्छ, ठुलो मम्मी हुनुहुन्छ। उमोको समय दिएछ डोको। ओइ उमोको डोको समय। कन्ट्रोल जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। फेरि कुहिरो आयो, फेरि अँधेरो गयो ल। बिहानैदेखि रात परेको 5:30 बजे अहिले बेलुकाको यस्तो छ कुहिरी मण्डल। हाम्रो बलेदा आउँदै हुन्छ ल। बलेदा बिसाउनु थाक्नु भयो होला। थकाइ लागेछ छैन? भारी त मैले लगाइसकेँ। तपाईँलाई थकाइ लागेको छैन आज? बोले दाइ के खाजा ल्याइदिउँ? हाम्रो बले दाइ हुनुहुन्छ यता। काममा चाहिँ एकदम मेहनती, जाँगरिलो। काममा एकदम सिपालु हुनुहुन्छ, जाँगरिलो हुनुहुन्छ। सबैलाई सहयोग गर्नुहुन्छ। एकदम इमान्दार भद्र भलात्मी हाम्रो दाइ बले दाइ। इमान्दारी बले दाइ हाम्रो। काम गर केटा, काम गर ल। काम गर ल, काम गर।
यो चाहिँ बालबालिकाको श्रम शोषण होइन, यो आत्मनिर्भरता है। ल फेरि रातारात पर पाहुनार आइपुगे आफ्नो भाग बिलो उठाउन। खै छैन त, भारीहरै छैन त। ल बिस्तार भारी लाउने कुद्ने है पर पाहुनाहरू। अब म भारी लाउनु नसक्ने अवस्थामा पुगेँ। लु लगाइदियो है दुई हलबाई। नमस्कार आदि श्रोता, आजको नेपाली बहसमा म ऋषि धमला देशको मूल नीति, राजनीति, अर्थनीति, कूटनीति हरकै विषयवस्तुमा छलफल गर्न उपस्थित भएको छु। क्या 1 घन्टा भयो यो लामखुट्टा घर गएको। यो लामखुट्टा घर गएको। अच्छा